गाइस वेलकम टु सेकेन्ड ब्लग। आज चाहिँ हामी टोड्के जान लागेको र आज हामी ट्रेकिङ हिँडिरहेको छौँ। अस्तिसम्म चाहिँ हामी 3 जना थियौँ, आज चाहिँ बाबा जानु भएको छ। त्यो हुनुहुन्छ बाबा। अब टोड्के झर्ना उहाँहरूको भन्नु अनुसार चाहिँ टोड्के झर्ना अरू तल छ अरे। टोड्के झर्ना चाहिँ हामी यत्तिकै घुम्नुको लागि जाँदैछौँ र यहाँको राम्रो नै ठाउँ छ, ठिकै हो यतिकै चाहिँ। यस्तो छ बाटो चाहिँ यस्तो छ। अब टोड्के झर्ना अब हामी पुगेको छौँ। तपाईँलाई टोड्के झर्नाको चाहिँ देखाउँछु। अस्तिको भ्लगमा मैले तपाईँलाई माइपोखरी गएर देखाएको थिएँ नि। अब म टोड्के झर्नाको देखाउन जाँदैछु। ल आज चाहिँ शनिबार भनेर हामी सबैले एउटा प्लान गरेको टोड्के झर्ना जान। अस्तिको शनिबार चाहिँ मम्मी अस्ति त कुन बार पो गएको हामी माइपोखरी? बुधबार कि कहिले हामी जस्ती गएको थियौँ। आज चाहिँ शनिबार, किनभने अब मेरो पैसा 15 गते बर्थडे हो। अनि बर्थडेको दिन भ्याउँदैन भनेर नाना आएकै बेलामा गइहालेको। र यहाँतिर रहेछ घर, जहीँ पनि घर रहेछ। अनि उता हुनुहुन्छ हिँडिरहनु भएको छ लगातार। म चाहिँ एक्लै, म चाहिँ पछाडि भ्लग गर्छु पछाडि के गाइस। त्यहाँदेखि अब अरू चाहिँ अब के होइन, तर ट्रेकिङ चाहिँ खत्रै रहेछ। त्यो चाहिँ हाम्रो बाबा देखाउनु हुँदैछ त्यो बाटो। यहाँ नाना, 2 जना नाना, बाबा र मम्मी, अनि म चाहिँ यहाँ। खै के चाहिँ देखाउनु भएको पर चाहिँ यस्तो छ। अब फोनमा चाहिँ अब अलिक कस्तो होला, तर ठाउँ चाहिँ राम्रो नै छ। हेर्नु न ल गाइस, यहाँ चाहिँ एउटा टोड्के झर्नाको ब्यानर रहेछ। यहाँ रहेछ वे टु टोड्के झर्ना। अलिक मधुरो देख्नुभयो होला। फेरि अब लगातार ट्रेकिङ हामी हिँडिरहेको छौँ। र यहाँतिर चाहिँ घरहरू हुँदैछ। यहाँ सोधिरहनु भएको छ, यहाँ रहेछ घर चाहिँ। ट्रेकिङ हिँडेर पुग्नुपर्ने भयो होला। अब कति मिनट छ होला मम्मी पुग्नु? घन्टा हिँडेको रहेछ बाबा र मम्मीहरूको भनाइअनुसार। तर धन्न उकालो चाहिँ ट्रेकिङ रहेछ। त्यो एउटा राम्रो कुरा भयो। यहाँ चाहिँ हाँस रहेछ। यहाँ ट्रेकिङ गाइस, हाम्रो बाबा चाहिँ उता हुनुहुन्छ फर्स्टमा अगाडि गाइडर जतिकै हिँडेर आउँछ नि यहाँ नाना। तपाईँले हाम्रो मम्मी कर्नर त देख्नु भएको छ होला। अस्ति माइपोखरीकै भ्लगमा देख्नुभएको, फर्स्ट भ्लगमै। अनि जङ्गलै रहेछ नि। यिनीहरूलाई त के पो भन्छ यो? यहाँ त अलैँची रहेछ, अलैँची खेती। मतलब गाइस, अब चाहिँ हामी यहाँ यस्तो राम्रो बाटो आइपुगेको छौँ। अब यहाँबाट सिधै तल झऱ्यो भने ठ्याक्कै पुल आइदिँदो रहेछ। यहाँ चाहिँ अलिक राम्रो सुविधा रहेछ हिँड्ने ठाउँहरू। त्यो खल्टाङ बाटो हिँड्नु भने त बरु यस्तै हिँड्नु राम्रो रहेछ। तपाईँहरू पनि यतैबाट आउनु होला। यहाँ हेर्नुहोस् कति राम्रो छ गाइस। मलाई जे बाटो चाहिँ राम्रो लाग्यो, खोला नराम्रो भए पनि। त थोरै चाहिँ प्रब्लम रहेछ कि लास्टै लामो रहेछ गाइस। पसिनै चुहिसक्यो मेरो चाहिँ। अब खोलाको तपाईँहरूलाई म सिन देखाउनेछु। खोला हेरेर अब फोनबाटै रमाउनु होला। आउनु न भए आउनु होला, नत्र फोनबाटै रमाउनु होला तपाईँहरू। पुल चाहिँ तल छ। यस्तो रहेछ यार। कस्तो अब त्यो पाछी भाडातिर हुन्छ नि, हो जस्तो लागिरहेको छ मलाई चाहिँ। बाबा चाहिँ यहाँ यसरी हिँडिरहनु भएको छ। बाबा यता हात त हल्लाउनु न कमसेकम। अब हामी चाहिँ उति अब चाहिँ पुग्यौँ साँच्चै भन्नुपर्दा पुगिसक्यौँ। अब तल गएर चाहिँ अब मस्त एकछिन सिन हेर्ने अनि हावा खाँदै बस्नु। फेरि भएर फर्किँदा त नाप क्या।
कालो यतातिर हेर्नुपर्छ होला म तपाईँलाई पुलदेखि तलको सिन देखाउनेछु व्हाट्सएप गाइस आज चाहिँ हामी यहाँ टर्के झर्ना आइपुगेको छु र यहाँ चाहिँ झर्ना लस्टे लामो छ र बाबाहरू चाहिँ यहाँ हुनुहुन्छ यहाँ खोलाहरू पनि बगिरहेको छ म तपाईँलाई अलिक छेउमा गएर देखाउने छु गाइस टर्के झर्ना चाहिँ यो अहिले त अलिक खोला सुकेको छ र यो नि राम्रै छ बाबा यो चाहिँ मेरो चाहिँ बाबा उतै हुनुहुन्छ मम्मी र अब चाहिँ हाम्रो टोर्के झर्ना सबैको इच्छा नि पुरा भयो टोर्के झर्ना आउने अब एउटा ठाउँ जानु छ अरे मम्मी कहाँ पो मम्मी अब किन्दैन होला छिन्टापु र सबैजना उता खेलिरहेको छ पानी सबैजना टोर्के झर्ना कसले यो ठाउँ चिन्नुभयो आउनु होला घुम्नु घुमघाम गर्न आउनु होला र म तपाईँ यता जाँदैछु उता पर अरू तपाईँलाई देखाउने छु सिनहरू बल्ल तल्ल आइपुग्यो यो चाहिँ मेरो सेकेन्ड ब्लग अलिक सेकेन्ड ब्लगमा चाहिँ अलिक लाइक र सब्सक्राइब कमेन्टहरू गरिदिनु होला उता चाहिँ छ पुल अब हामी उता पुलमा पनि जाने होला यहाँ झुवा यहाँ चाहिँ हाम्रो कपडाहरू छ ल तपाईहरु जानुहुने कि नजानुहुने को जाने पुल मलाई लाग्दैछ कि बाबा चाहिँ जानुहुन्छ होला गाइस अब चाहिँ बाबा र म चाहिँ जानु लागेको नि मम्मी नाना र सम्म चाहिँ नानाहरू चाहिँ यहीँ रहेछ अब तपाईँहरूलाई म धोर्लेङमा पुल पनि देखाउँछु तपाईँहरू पनि घुम्न आउनु होला मलाई लाग्छ कि उता तलको भएर पुल भनेको त होइन रहेछ उता रहेछ टोर्के झर्ना चाहिँ आमा गाइस बाटो त हेर्नु न बाटो होट चेपबाट रहेछ बाटो यहाँ चाहिँ ओडार पनि रहेछ ओडार रहेछ मान्छे त बस्नु आउँछ होला नि म तपाईँलाई हजुर झोर्लङ्गा पुल देखाउन जाँदैछु गाइस ऊ त्यस्तो छ तलतिर चाहिँ यहाँ ढुङ्गा मात्र छ ढुङ्गै मात्र छ मम्मीहरू चाहिँ उतै माथि हुनुहुँदो रहेछ अहिलेसम्म पनि यता हेरेर ढुङ्गा उता हेरेर ढुङ्गा तर गाइस त्यो तलको एउटा ढुङ्गा छ नि गाइस त्यो चाहिँ त ढुङ्गा देखि अलिक ओरेन्ज र व्हाइट कलरको हो त्यो चाहिँ साइड साइडमा धर्के ढुङ्गा रहेछ यत्रो यत्रो छ ढुङ्गा चाहिँ बा उताबाट आनन्दले बसिरहनु भएको छ लेट्स गो गाइस म चाहिँ अब यहाँ छु म पर बाबाहरूकोमै जानु लाग्यो लेट्स गो व्हाट्सएप गाइस अब चाहिँ हामी यहाँ सबै तलको पुलहरू घुमघाम गरेर आइपुगे बाबा र मम्मी चाहिँ उतै माथि बस्नु नि हामी तिनजना चाहिँ तल गएर मलाई स्विमिङ हान्न भन्नु हुँदै थियो नानाले तर हान्नै डर लाग्यो क्या के पो करहरूलाई अब स्विमिङ खेलिजान्छ चाहिँ खेल्छु कस्तो मजा आउँछ होला नि भन्ने हुँदो रहेछ आफूले गर्दा त झन्डै सुराल मुचिन हो गाइस तर मजा चाहिँ मजा आयो खोला हेर्दा मात्रै यस्तो रहेछ तर त्यहाँ अलिक गहिरो गहिरो रहेछ नि आम्मामा मलाई त नुहाइसकेर नै सक्यो गाइस तर जे होस् बरु सन्दकपुर घुमेँ त्यति मजा आएन पहिला सन्दकपुरहरू ती घुमेँ तर केही मजा आएन झन् टोर्केमा त आज यस्तो झर्नामा मजा आयो यार यस्तो मजा आउँदो रहेछ त्यहाँ घुमघाम चाहिँ होइन मलाई त्यो स्विमिङ पुल चाहिँ मन पऱ्यो क्या अब यही माथि नै बनाउनु लागेको रहेछ स्विमिङ पुल
अब यताको ठाउँ पनि राम्रो हुने तर अरू हाम्रो बाबा अब अरूहरूको बनाउनु चाहिँ बजेट पुग्दैन अरे होटलको कारणले अब होटल अलिक नराम्रो बनाएको होला जस्तै अब अघि म उता तल फोटो खिचेको उता ल नै अनि अब हामी अब सरासर घर जाने होला नि बाबा सरासरी अब पहिला अब को मान्छेहरू आयो भने त यही ओडारमा पनि बस्दा हुन्छ सुत्दै धरिनुहुन्छ यहाँ त केही हुँदैन खै कुकुर गाइस अब म तपाईँलाई अघि यहाँ दुईवटा कुकुर छ म त्यो देखाउन चाहन्छु लेट्स कम उता हेर्नुहोस् कुकुर पनि अब गर्मी सिजन लागेको छ हो म यहाँको राजा हो राजा भन्दै यहाँ चाहिँ बसिरहेको छ यो कुकुर चाहिँ राजा अब यहाँ चाहिँ काम गर्नु हुँदो रहेछ यहाँ पुल बनाउनुको लागि यहाँ ढुङ्गा यहाँ भेला पारिरहनु रहेछ स्विमिङ पुल गाइस तपाईँहरू अब यहाँ के पो टोटको झर्ना आउँदा तपाईँलाई के आवाज पनि हुँदैन त खोङ्दाङ बाटोहरू नि हुँदैन यस्तो छ तर यो लास्ट लामो लामो छ माथिसम्म रोडदेखि यहाँसम्म निस्किगएको छ म तपाईँलाई देखाउन जाँदैछु लेट्स गो गाइस अब म चाहिँ यहाँ एक्लै हिँड्दै गएको छु नाराहरू हुनुहुन्छ यहाँ हो त्यहाँ चाहिँ बहिनीले कुकुरलाई बोलाइरहेको छ अब सरासर घर जानु होला गाइस अच्छा उता छ कुकुर चाहिँ बहिनीको कुकुर होला सायद अब हाम्रो फेरि हिँडाइ जारी छ यति यति पसिना चुहाउने सरासरी हिँड्ने अब त्यही त छ नि यस्तो छ बाटो मायापोखरी कस्टको फर्स्ट ब्लक यो सेकेन्ड ब्लक हो म यो तपाईँहरूलाई छिटो नै देखाउने छु टोटको झर्नाको ब्लग हो यो चाहिँ अस्ति मैले तपाईँहरूलाई मायापोखरीको देखाएको थिएँ अहिले चाहिँ टोटको झर्नाको देखाउँदैछु उकालो चाहिँ फेरि पटो छ टोटको झर्ना को आउनुभएको त आउने कतिले सब्सक्राइब गर्नु होला नआउनेले लाइक गर्नु होला हामी त सासै परिसक्यो तिमीलाई यो चाहिँ स्वास्थ्यको लागि राम्रो हुन्छ नि ट्रेकिङ नि राम्रै छ अब अरूहरू चाहिँ टोटको झर्ना अन्तखेरि अब त्यो बाइकतिर आउँछ टुटु हिँड्दै बरु हिँड्यो भने अलिक जिउहरूलाई नि फाइदै हुन्छ स्वास्थ्य नि राम्रै हुन्छ अरूहरू उहाँहरू आउने चाहिँ टुरिस्ट हो विदेशी हो उहाँहरू पनि टोटको झर्ना घुम्न आउनुभएको रहेछ म तपाईँलाई देखाउने छु यो उति आउनुहुँदो रहेछ टुरिस्टहरू चाहिँ हाम्रो गेस्टहरू हो उहाँहरू चाहिँ हामी चाहिँ घुमेर आइपुग्दैछौँ भने उहाँहरू चाहिँ भर्खर यता आउनुहुँदैछ म तपाईँलाई देखाउनेछु अब उहाँहरू चाहिँ आउनुहुन्छ धेरै टुरिस्टहरू आउनुभएको छ अब तपाईँलाई देखाउनेछु हट न मम्मी गाईको झर्ना चाहिँ लामो र राम्रो छ अब सायद अब यति नै भिडियो गर्ने होला अब आजको लागि यति नै अब अर्को भिडियोमा हेरौँ अब अर्को भिडियोमा जोडौँ लास्ट बाटो उकालो छ अब आजको लागि चाहिँ बाई